टिम्बुर, यसलाई चाहिँ हामी सिल टिम्बुर पनि भन्ने गर्छौँ। यो चाहिँ अचार खान चाहिँ यति मिठो हुन्छ यसको। आहाहा, अब यसको अचार पिस यो चाहिँ अघि केलाएको मैले यतिको लगाइदिएँ, केलाएर धोएर राखेको थिएँ नि त। अब चाहिँ यस्तो मिठो खाना चाहिँ यति 2-3 थाल चाहिँ जाने पर्यो। यो चाहिँ पोलेको टमाटर हो, यसलाई हाल्ने अब। अचार पनि रेडी भयो। सिलटिम्बुरको अचार है, यो चाहिँ यति मिठो हुन्छ कि वाउ। तपाईँहरू पनि यस्तै स्टाइलले बनाएर खानुहोस् ल।